हेलो गाइज, नमस्ते गाइज, नमस्ते। सबैजना आरामै सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। र सबभन्दा ठुलो कुरो, मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला र च्यानललाई लाइक कमेन्ट पनि गरिदिनु होला। मेरो साथी, उहाँ चाहिँ मेरो साथी साथी नमस्ते भनिदिनु होला। र आज हामी आएको छौँ, यसो घुम्नलाई आएको छौँ है। अब यहाँदेखिबाट हामी टुर छ, पोखराको टुर घुम्न गइरहेका छौँ। सबैजना यी सन्चै आरामै बस्नुहुन्छ होला भन्ने आशा राख्दछु। र यसै गरेर जतिजनाले मलाई माया गरिदिनु भएको छ मेरो सर्ट भिडियोमा, धेरै धेरै धन्यवाद छ। र माया गरेर नै म यतिसम्म आएको छु। र हजुरहरूले पनि सब्सक्राइब गरेर साथ सपोर्ट दिनुहोला। र मेरो राम्रो राम्रो भिडियो, एक्टिङ, कमेडी भिडियोहरू हेर्न चाहनुहुन्छ भने सबैले मेरो च्यानललाई फलो गरेर साथ सपोर्ट गरिदिनु होला है त। र अनि के छ कसो छ सबैको खबरहरू। र आज विशेष दिन, खास दिन है, मेरो बर्थडे हो। सबैले ह्याप्पी बर्थडे भनिदिनु होला। र अरू सबैको तीर्थयात्राहरू कसो के चलिरहेछ सबैजनालाई है, र धन्यवाद भन्न चाहन्छु। र यसै गरेर माया गरिदिनु होला भन्दै मेरो साथीभाइलाई सबैलाई भन्न चाहन्छु। र यसै गरेर विशेष के भन्नुपर्दा भने म युट्युब च्यानलमा नयाँ हो, त्यसैले गर्दाखेरि हजुरहरूको साथ सपोर्ट चाहिएको छ। र साथ सपोर्ट दिनुभयो भने यस्तै यस्तै गरेर राम्रो राम्रो भिडियोहरू, कमेडी भिडियोहरू ल्याउन सक्छु। र हजुरहरूभन्दा ठुलो त कुरा त अरू केही हुँदैन। र हजुरहरूले नै साथ सपोर्ट दिनुभयो भने नै अगाडि बढ्ने हो। र यसै गरेर र ठिक छ, अब हेर्दै जाउँ कहाँसम्म पुगिन्छ। र हजुरहरूको सपोर्टले नै म माया ममता दिनुभएको छ। माछा मार्न सबै देखाउनेछौँ, सबै देखाउँछु। उहाँ चाहिँ मेरो एकदम घनिष्ठ साथी, मित्र। र उहाँलाई चाहिँ मैले दाइ मान्छु र उहाँले चाहिँ मलाई भाइ मान्नुहुन्छ। प्रकाश दुइटैको प्रकाश, तर मेरो चाहिँ उहाँ दाइ, म चाहिँ भाइ। अब उहाँभन्दा म बुढो देख्छु, तर पनि म चाहिँ भाइ हो भन्न चाहन्छु। र अब चाहिँ हामी एकछिनमा पोखराको टुर सबको माछा, त्यहाँ चाहिँ राम्रो राम्रो माछाहरू पाइन्छ अरे, त्यसैले गर्दाखेरि फेवातालमा चाहिँ जान चाहिँ लागेको छौँ। र त्यसै गरेर हामी उहाँको पनि भिडियो हाल्छौँ र हेर्दै गर्नु होला, सबैले साथ सपोर्ट दिनु होला भन्दै यति चोखो यति मिठो देउला तिमलाई माया, सम्झिने संसारले पुराना ती प्रेम कथा। यो उहाँको आवाजको लागि एकचोटि तपाईँहरूले चाहिँ लाइक कमेन्ट गरिदिनु होला है त। धन्यवाद।